हेलो हेलो साथीहरू, हजुरहरूले चाहिँ बेलुकीको खानामा के खानुभयो त? हामीले चाहिँ यो सुजीको पास्ता बनाएर खायौँ है साथीहरू। यो चाहिँ पास्ता मैले हेर्नु न पहिला बोइल गरेको भिडियो खिच्नै बिर्सेछु के गर्नु हतार हतार। अनि बोइल गरिसकेको भिडियो चाहिँ हाल्न नपाएँ, अब बनाएको भिडियो चाहिँ सम्झेर राखिहालेँ। हेर्नु न आजकल चाहिँ भिडियो नहालिकन अलिकति मनै मान्दैन नि त। अनि ठक्क लाएर एउटा भाँडामा तेल बसालेँ, जिरा फुराएँ, अनि यो मैले लसुन पनि फुराएँ। मैले तामझाम गरेर बनाइनँ कि साथीहरू, बेलुकी हतार भएको थियो। त्यही माथि छोरीहरूले पनि खान्छन् भनेर म चाहिँ धेरै थोक हालिनँ। अनि यो मासु चिकन बोइल गरेको चिकनलाई मैले सानो सानो पिस बनाएर राखेर अनि यसमाथिबाट अघि बोइल गरेको पास्तालाई राखेँ। अनि अलिकति भिनेगर, अलिकति सोया सस, अनि त्यसै गरी थोरै मरिचले मिठो स्वाद आउँछ। अनि टिमुर र खुर्सानीको छोप पनि राखेँ साथीहरू। त्यसमाथिबाट बेसार यो बुटेको जिरा र धनियाँको धुलो, अनि नुन स्वादअनुसार नुन राखेर फेरि यो सोया सस पुग्दैन जस्तो लागेर मैले यसरी भाँडामा राखेर परक पुरुक पारेर साथीहरू एकछिन मजाले यसलाई फ्राई हुन दिएँ। अनि माथिबाट मैले केचप पहिला नै हाल्छु कि, यो हाल्यो भने सबैतिर पुग्छ नि त, मजाले स्वाद मिठो आउँछ भनेर नि मलाई चाहिँ आज चिज पास्ता खान मन लागेको भएर साथीहरू। फेरि मेरो हस्बेन्डलाई चिज पास्ता मन नपर्ने है। अनि म उहाँलाई मन नपर्ने भएपछि अलिकति उहाँले खाने जति उहाँलाई छुट्याइदिएँ। अनि मैले खाने जति भागमा चाहिँ माथिबाट लाएर उहाँलाई छुट्याइदिइसकेपछि अलिकति हल्का काटेको प्याज पनि माथिबाट सरर छर्किदिएँ। अनि मैले भागमा पनि यसरी चिज राखेर 2-4 मिनट यो चिज पग्लिन्जेललाई चाहिँ एकछिन चलाइसकेपछि त यो चिज त यस्तो राम्रो भएको थियो नि साथीहरू। अनि मैले माथिबाट यो चिज यत्तिको भइसकेपछि प्लेटमा राखेर खाएको साथीहरू, एकदम मिठो भएको थियो। हजुरहरूले के खानुभयो खानामा? साथीहरू सबैजनालाई गुड नाइट, शुभरात्रि, बाई बाई।